हार्दिक धन्यवाद गर्दै एउटा पालीले स्वागत गर्नु र दुई शब्द उहाँले पनि केही यसो कथा सङ्ग्रहको बारेमा उतार चढावको बारेमा केही बताइदिनुहुन्छ। हस्, धन्यवाद सबैलाई। यो पुस्तकले जुन उद्देश्य लिएर पुस्तक प्रकाशन भएको हो, यसको सार्वजनिक विमोचन र लोकार्पण पनि त्यही अनुरूप भएको छ। यसरी यो हामीले केवल लेखेर मात्र होइन कि त्यसलाई व्यवहारमा पनि उतार्ने, कमसेकम प्रकृति नजिक होइन, चौतारी अथवा रुखहरू पनि त्यहाँ जङ्गलको छनक आउने, जङ्गलै त होइन तर त्यसको हामीले लौकथामा भन्दा रुखपात हरियाली भएपछि जङ्गलै जस्तो हो, त्योसँग सम्बद्ध भावनाले यो सार्थक पनि भयो। जुन उद्देश्यका लागि यो पर्या लौकथा दोहन भनेर लौकथा अन्त निकालियो, त्यसैसँग सम्बद्ध सार्वजनिक पनि भयो। र अब यो हामी कहाँ पुस्तक लेख्नुभन्दा पनि निकाल्नु बडो गाह्रो काम हो। यो किन गाह्रो भन्दाखेरि यो प्रेसमा जानुभन्दा अगाडि धेरै यो रचनाहरूको हेर्नुपर्ने हुन्छ, त्यसको स्तर मापन अथवा त्यो लेखन पर्यासँग सम्बद्ध भयो कि भएन, अथवा लेख्नेहरूले पर्यालाई कतिको बुझेर अथवा के कस्तो जानेर लेखेको हेर्नुपर्ने हुन्छ। दोस्रोमा त्यसलाई चाहिँ सम्पादन, त्यसपछि प्रकाशन। अब यो निकै लामो होइन, अब 2 वर्ष अगाडि नै यो सुरु भएको, तर त्यसलाई तत्काल निकाल्न सकिएन। धेरै कहिलेकाहीँ यो अर्थको अभावले, प्रकाशकको अभावले, यो व्यक्तिहरूको यो व्यवस्थापनको अभावले यी यावत चिजले गर्दाखेरि ढिलो हुने। यद्यपि ढिलो भए पनि यो राम्रो आयो। र दोहन अहिले हामीले पर्याको जति चिन्ता लिएका छौँ यो राज्यले त्यो लिएको छैन। त्यसो हुनाले पर्यासँग जोडिएको शब्द त होइन दोहन, तर पर्याको लागि यो विसङ्गतिको रूपमा भएको दोहन, निरन्तर दोहन हुने कार्य भइरहेछ। त्यसका लागि नै वास्तव यो सचेतनाका लागि यसरी यो पर्या लौकथा, पर्या कविता, पर्या कथा वा पर्या लेखहरू निकाल्नुपर्ने कारण थियो, ताकि सचेत हौँ र कति आवश्यक छ जीवनका लागि पर्यावरण, प्रकृति, त्यो चिज यी कथाहरूले पनि व्यक्त गर्दछ। र यसका लागि अब कथाहरू के कस्ता छन्, सबैको आफ्नो अनुभूति हो। त्यही कथाहरूमा यो विषयगत समानता पनि छ, किनभने त्यो हामीले देखेको सोचेको चिज सबैले लगभग उस्तै पनि हुन्छ, कतिपयको अलिक फरक पनि हुन्छ। र यो कार्यका लागि किशनजीले, उहाँको टिमले, समोलिसी हुनुहुन्छ र यो प्रयास गर्नुभयो, त्यो राम्रो प्रयास हो। र यस प्रकारको प्रयास गर्नुपर्छ हामीले। यो भइरहेको पनि छ। अब पर्यामा पनि तपाईँको विशेष यो क्षेत्र रोजेर पनि गर्न सकिन्छ। केवल अहिले सबैमा सम्पूर्ण सबैलाई समेटेर पर्याको मात्र भयो। पर्यासँग अर्को जोडिने अर्थ सामाजिक होइन, जीवनका अन्य पक्षहरूसँग पनि फरक सन्दर्भमा जोड्न सकिन्छ। त्यस बारे पनि उहाँले सोच्नु होला। र यो एउटा राम्रो प्रयास भएकोमा यो मनिषी, हाम्रो किशनजी अनि अर्का व्यक्ति हाम्रो विजय हिताल हो, उहाँहरूको समूहले गरेको छ। मैले केवल यो अलिकति जानेको भाषा सम्पादन गरिदिएको मात्र हो। अब कहिलेका हामीका भाषा पनि पहिला र अहिलेको केही फरक पनि छ, त्यो फरक पनि देखेला। तर मुख्यतः हाम्रो स्रष्टाहरूको विचार सम्प्रेषण हुनु पर्यो, सम्प्रेषण हुन्छ भन्ने चाहिँ मलाई विश्वास छ। र यहाँहरूको यो उपस्थिति सद्भावका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै आफ्नो भनाइ केही